मत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई आफ्नो कार्यशैली तत्काल सच्याउन चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मार्फत लेखेका अध्यक्ष राउतले विकास भनेको चिल्ला सडक र फुटपाथ मात्र नभई हरेक नागरिकको गाँस बास र आधारभूत आवश्यकतामा पहुँच हुनुपर्ने तर्क गरे। राउतले वर्तमान नेतृत्वलाई विवेकहीन भन्दै लोकप्रियतावादी नेतृत्वले मानवीय संवेदना बुझ्न नसक्ने टिप्पणी गरे। आदेश र सामाजिक सञ्जालको लाइक कमेन्टकै भरमा डोजर चलाएर विध्वंस मचाएको भन्दै आपत्ति जनाए। सत्ता सेना र सामाजिक सञ्जालको भ्युजकै भरमा आफूलाई जनता भन्दा माथि ठान्ने भरम नपाल्न बालेन शाहलाई सचेत गराएका छन्। शक्तिको अहंकार खतरनाक हुने भन्दै उनले इतिहासको स्मरण समेत गराए। यसअघि यो स्मरण समेत गराए राज्य सञ्चालकहरूलाई निर्णय गर्न कठिन भए गोल्डेन रुल अपनाउन सुझाव दिएका राउतले डोजर चलाउनु अघि पीडितको ठाउँमा आफ्ना बालबच्चालाई राखेर हेर्न आग्रह गरे। उनले